मम्मीले भात ल्याएर पस्किनु भयो चाखे छि कस्तो नमिठो खान्न भनेको अन्नलाई छि भन्छस् भनेर ज्वाट्ट कपालको कोया उखालिदिनु भयो अनि खाएँ फटा भयो नि छोरै होस् लान त घिउ खा भनेर उहाँले घिउको बाटो झिकेर घिउ ला भन्नुभयो खान्न भने यी खा भनेर भित्र राख्नुभयो ए म त खान्न भने बाहिर निस्काउँदै खुर्का खा छिटो खा भनेपछि जबरजस्ती खानु पर्यो टिकटक स्क्रोल गर्दै थिएँ एउटा अचार कम्पनीको एडभर्टाइज आयो के रहेछ भनेर कल गरेँ अनि कल गर्ने बित्तिकै ल तपाईँको अर्डर घरमै आइपुग्छ भन्नुभयो घरमा पनि एकजना अर्डर लिएर एकजना डेलिभरीवाला दाइ लिन्थिङ हल्लिँदै आउनुभयो भोलिपल्ट एकदमै गाह्रो थियो बाटो पनि दाइ एकदम हिरो जस्तै हुनुहुन्थ्यो डेलिभरी दाइ पुरा हिरो झन् चस्मा लगाएर पुरा डन स्टाइलमा ट्याक्क बाइकबाट झर्नुभयो झरेर स्वाट हातमा मोबाइल फुर्र गरेर मलाई कल गर्नुभयो कल गरेर तपाईँको आएको छ सामान भन्नुभयो अनि म पनि हतार गरेर गुटुर आएँ नमस्ते गरेँ अनि उहाँले सामान दिनुभयो सामान दिएपछि मैले फोटो पनि खिचेँ पैसा दिएँ अनि आएर ल मम्मी अचार आयो अचार भने खोल्न खोजेँ सकिनँ यता दे भने वात्ता खोजेर मम्मी ला भनेर एकैचोटि वात्तै खोलिदिनु भयो त्यत्रो ठुलो टेप ला थियो स्वाट खोलेर यस्तो खोल्दाखेरि त दुईवटा डिब्बा अचार एउटा सिद्राको अचार अनि एउटा कुखुरा मासुको अचार आएछ मुखमा पानी आयो खोलेर हेरेँ एकदम मकमक बास्ना आइरहेको थियो ख्वात्ता खोलेर अनि भातमा हालेपछि त एकदम मिठो आयो मम्मीले लिएन थोरै चाखौँ भन्नुभयो फेरि मिठो लागेछ फेरि लिएन अलिकति भन्नुभयो फेरि दिएँ अब पाउनु हुँदैन मम्मी भने ठ्यापा राखेर खप खाएँ खाँदै कतिखेर 2 थाल खाएछु थाहा नै भएन अनि एकदमै मिठो थियो यो लालीको अचार एकदम स्वादिष्ट रहेछ तपाईँहरूले पनि मगाउन सक्नुहुन्छ मैले यहाँ मेन्सन गरिदिएको छु